हेलो हेलो नमस्कार के छ अनि तपाईँहरूको खबर सन्चै हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ नि आज त तपाईँको 9 दिन होइन नवरात्रि सबैजनाले के गर्दै हुनुहुन्छ त कतिजनाले सुँगुर काट्नुभयो होला कतिजनाले होइन खसी काट्नुभयो होला कतिजनाले चाहिँ बोका काट्नुभयो होला होइन आफ्नो घरको पूजाहरू गर्नुभयो होला होइन त्यसै गरी अब भोलिको लागि होइन अब सट्टसँगले टिकाको लागि रेडीहरू गर्दै हुनुहुन्छ होला होइन मजाले के गर्दै हुनुहुन्छ होइन कसै अब कोही चाहिँ अब माइत जानुको लागि होइन रेडी हुँदै हुनुहुन्छ होला कोही चाहिँ आधी बाटोमा आउँदै हुनुहुन्छ होला टिकाको लागि अलिक टाढा टाढाबाट आउनुहुने होइन आफ्नो चेलीहरू माइती घर एकदम आउँदै हुनुहुन्छ होला सबैलाई राम्रो गरेर सफल तरिकाले होइन सुरक्षित साथ आफ्नो माइती घरमा आउनु होला र आएर एकदम रमाइलो गरी होइन मनाउनु होला पक्कै पनि होइन दसैँको नाममा होइन चाडपर्वको नाममा पक्कै नै विकृति नफैलाउँ होइन राम्रो तरिकाले आफ्नो रीतिरिवाज संस्कारलाई सभ्य र भव्य तरिकाले मनाउँ होइन यही भन्न चाहन्छु म पनि होइन एउटा परदेशमा रहेर यहाँ त खै के चाड के बाड केही थाहा छैन होइन अब त्यस्तै हो परदेशी जीवन जसरी भयो भने खुसी हुनै पर्ने रहेछ जस्ट यस्तै छ है सबैजनाले हर्ष र उल्लासका साथ दुर्गा माताले सबैलाई रक्षा गरून् भन्दै म है सबैलाई म शुभकामना दिन चाहन्छु र पक्कै पनि अर्को साल भने म पनि आफ्नै घरमा चाहिँ दसैँ मनाउने छु भन्ने म एउटा आशा गरिरहेको छु पक्कै पनि अर्को साल चाहिँ मेरो आफन्त मित्रहरू आफन्तजनहरू अर्को दसैँमा चाहिँ भेट्नेछु भन्दै भोलिको टिकाको सम्पूर्णलाई म शुभकामना व्यक्त गर्न चाहन्छु यति भन्दै मेरो छोटो भिडियो चाहिँ म